चाहिँ ताइवान घुम्न गएको थियौँ। ताइवानमा चाहिँ मेरो जो साथीहरूले हामीलाई घुमाउँदै हुनुहुन्थ्यो उहाँहरू चाहिँ इको फ्रेन्डली हुनुहुँदो रहेछ क्या, एकदमै सस्टेनेबल, उहाँहरूले चाहिँ प्लास्टिक युज नगर्ने होइन। अनि एक दिन चाहिँ हामीलाई पिकनिक जाउँ भनेर भन्नुभयो, त्यो घुम्ने हामी 1 हप्ता बसेका थियौँ। उहाँहरूले चाहिँ आफ्नै टिफिन बक्सहरू लिएर गएर नुडल्सहरू खानेकुराहरू राखेर त्यसमा होइन, अनि बोतलमा कफीहरू लिएर गएर त्यसरी त्यहाँनिर हामीले एकदम रमाइलो गऱ्यौँ त्यहाँ पिकनिकमा, झरनाको नजिकै। र फर्केर आउँदा चाहिँ एउटा पनि फोहोर थिएन क्या त्यहाँ, जबकि मैले अब यहाँ गोदावरी हेर्छु कति ठाउँमा हेर्दाखेरि चाहिँ त्यहाँ एकदमै फोहोरहरू फालेको हुन्छौँ, हामीले चाउचाउको प्याकेटहरू फालिदिन्छौँ। त्यो देख्दा चाहिँ मैले त्यो बेलामा चाहिँ मैले के पनि सोचिरहेको थिएँ भने म डेन्टिस्ट नै भएर म जिन्दगीभरि बाँच्ने हो त, म को हो त भन्ने कुरा नि मैले एक्सप्लोर गर्न खोजिरहेको थिएँ क्या आफूलाई। र मैले चाहिँ त्यसपछि चाहिँ म चाहिँ अब एकदम नेचरतिर इन्क्लाइन भएको मान्छे हुन चाहन्छु भनेर मैले त्यसपछि आफूलाई त्यो सोचेँ। अनि नेपाल आइसकेपछि चाहिँ पहिला मैले एउटा झोला 2टा झोला माग्थेँ भने, किनभने फोहोर पनि फाल्छु, 2टा झोला दिनु न भनेर माग्थ्यौँ नि त हामीले प्लास्टिकको झोला। त्यसपछि चाहिँ मैले अबदेखि चाहिँ मैले आफ्नै झोला बोक्न थालेँ, अनि टुथब्रस पनि ब्याम्बोको टुथब्रस युज गर्न थालेँ। अनि स्लो गर्दै गर्दाखेरि चाहिँ मैले यस्तो खालको लाइफस्टाइल चाहिँ अरूले पनि थाहा पाउनुपर्छ जस्तो लाग्यो कि। अनि मैले एउटा इन्स्टाग्राम पेज खोलेँ, त्यसको नाम चाहिँ इको साथी नेपाल राखेँ, बिकज इको साथी भनेको चाहिँ वातावरणको साथी हो। सो म चाहिँ आफूलाई इन्भाइरोमेन्ट फ्रेन्डली भनेर चाहिँ मैले गर्न खोजिरहेको थिएँ। सो इको साथी नेपालको इन्स्टाग्राम पेजबाट चाहिँ मैले चाहिँ रिगरसली अवेरनेस दिन थालेँ कि प्लास्टिकको ओभर कन्जम्सन हुँदा के हुन्छ, प्लास्टिक चाहिँ कहाँ देखिरहेको छ अहिले, त्यस्तो सबै लेख्न थालेँ। अनि आफ्नो जर्नी पनि देखाउन थालेँ। सो म चाहिँ एज अ डेन्टिस्ट चाहिँ ब्याम्बो टुथब्रस युज गर्छु, अनि म आफ्नो झोला बोक्छु, आफ्नो रियुजेबल बोतल बोक्छु भनेर भन्दाखेरि चाहिँ मान्छेले यो कहाँबाट लिने, यो कता पाइन्छ भनेर धेरै सोध्न थाल्नुभयो। अनि मैले चाहिँ ओके, म जस्तै 5 जनालाई मात्रै पनि म ब्याम्बो टुथब्रस दिन चाहन्छु भनेर चाहिँ मैले ब्याम्बो टुथब्रस 500 वटाबाट सुरु गरेको। अहिले चाहिँ हामीसँग 30 to 35 वटा डिफ्रेन्ट प्रडक्ट्सहरू छन्। कुनै चाहिँ हामीले नेपालमै बनाउँछौँ, कुनै चाहिँ हामीले बाहिरबाट लिएर आउँछौँ। चाहिँ नेचुरल डियोड्रेन्ट बाम हो। यो चाहिँ पुरै नेचुरल इन्ग्रिडियन्टले बनेको, र यसमा के रमाइलो छ भने यो जुन प्याकेजिङ हजुरले रिटर्न गर्नुभयो भने यसमा 5% डिस्काउन्ट पनि पाउनुहुन्छ, र यसलाई हामीले रिफिल गरेर पठाउँछौँ, सो वेस्ट नहोस् भन्ने भनेर चाहिँ नेचर। म चाहिँ सबैभन्दा अगाडि चाहिँ आफूलाई आमा भनेर चिनाउन चाहन्छु। मेरो 2टा सानो बच्चाहरू छन्, र म चाहिँ इको साथी नेपालको फाउन्डर र CEO पनि हो। म पेसाले चाहिँ डेन्टल सर्जन पनि हो। 19,000 चाहिँ मेरो मम्मीले दिनुभएको थियो। म यस्तो बिजनेस गर्न मन छ भनेर भने, अनि मम्मीसँग चाहिँ ब्यागमै रहेछ कि पैसा, अनि मलाई त्यतिखेर नै दिसेको थियो। हुन त मैले त्यो रिटर्न गरिहालेँ धेरै छिटो होइन, त्यो 500 वटा टुथब्रसले नै मैले रिटर्न गरेर। सो हामी चाहिँ डे 1 देखि नै प्रफिटेबल बिजनेस हो कि। फर्स्टमा त अप्रिसिएट पनि एकदम धेरै गर्नुभयो, तर ब्याकल्यासेसहरू पनि धेरै थियो। कति प्लास्टिक गरिरहेको, यो धेरै भयो, कति भनिरहेको यस्तो के। तर हामीले स्टप गऱ्यो भने चाहिँ त्यो फेरि बिर्सिँदै जाने हो कि भन्ने जस्तो लाएर चाहिँ हामीले कहिले पनि त्यो हुन्छ नि रिगरसली अवेरनेस गर्ने कुरालाई चाहिँ स्टप गरेनौँ होइन। अझै पनि हरेकचोटि सामान रिस्टक गर्दा चाहिँ मलाई जहिले पनि यो सेल हुन्छ त, यो हामीले बेच्न सक्छौँ त, यो हामीले पुर्याउन सक्छौँ त मासमा भन्ने जस्तो चाहिँ मलाई जहिले पनि लाग्छ। तर त्यस्तो चाहिँ अब चाहिँ बिस्तारै हामी पनि त्यो एउटा हुन्छ नि कि स्टेबल भइसक्यो एज अ बिजनेस पनि। सो हाम्रो चाहिँ एकदम धेरै मन पराउनु हुने अथवा हाम्रो मिसनलाई चाहिँ सँगै साथ दिनुहुने धेरैजना हुनुहुन्छ। सो आफ्नो लागि किन्नुहुन्छ, आफ्नो फ्यामिलीको लागि किन्नुहुन्छ, गिफ्ट्सहरू दिनुहुन्छ। सो त्यसरी पनि अघि बढिरहेको छ अहिले चाहिँ। मलाई त एकदम प्राउड फिल हुन्छ। अनि कति टाइम चाहिँ मैले एज एन एन्टरप्रेनर र मम चाहिँ मैले क्विट गर्न मन लाग्छ क्या। मलाई चाहिँ यो धेरै भयो, ओभरवेल्मिङ भयो, गाह्रो हुन थाल्यो भने जस्तो मलाई धेरैचोटि फिलिङ आउँछ क्या। इनफ्याक्ट हप्तामा एकचोटि त मैले त्यो फिल गरेकै हुन्छु क्या। तर एकजनाले पनि हजुरले राम्रो गरिराख्नु भएको छ, इको साथीले कस्तो राम्रो गरेको छ भनेर त्यति भनिदिँदा पनि कस्तो त्यो के भने एफर्मेसन आउने कि, त्यसले चाहिँ मैले ठिक गरिरहेको छु, यसलाई क्विट गर्नु हुँदैन, मैले गरेँ भने चाहिँ यति धेरैजनाले के गर्ने, उहाँहरूले त मैले एभ्री मन्थ इन्कम दिइरहेको छु भनेर चाहिँ मलाई त्यस्तो लागेर पनि क्विट चाहिँ गरेको छैन। म कुनै इभेन्टमा गयो भने पनि एकजनाले त अस्ति त मलाई उसले हेयर ब्रस उसले ब्यागमा बोकेर ल्याएको रहेछ क्या। अनि मलाई देख्ने बित्तिकै म इको साथीको भनेर भन्ने बित्तिकै उसले त्यो हाम्रो सकिने बित्तिकै मैले हजुरको
ब्याकको हेयर ब्रस कति वर्ष अगाडि किने भनेर उसले देखाइरहेको थियो क्या यस्तो प्राउड फिल हुने क्या अनि उहाँहरूले चाहिँ आफै कनेक्टेड एकदम हुन्छ नि आफ्नो जस्तो लाग्ने रहेछ कि अनि मलाई सपोर्ट गर्नुभयो उहाँले होइन मेरो ड्रिमलाई सपोर्ट गर्नुभयो जस्तो फिल हुने रहेछ